नेपालमा जब जब चुनाव नजिकिन्छ, एउटा पुरानो दृश्य फेरि दोहोरिन थाल्छ। पुराना दलका शीर्ष नेताहरू अचानक दिल्ली जाने तयारीमा लाग्छन्। जनताले भोट हाल्नु अघि नेताहरू किन छिमेकी देशको ढोका ढकढक्याउँछन्? यो प्रश्न नयाँ होइन, तर आज यो प्रश्न पहिलेभन्दा गहिरो बनेको छ, किनकि यसपटक पुरानो कथामा नयाँ पात्रहरू प्रवेश गरेका छन्। बालेन शाह, कुलमान घिसिङ र रवि लामिछाने सहमतिसहित, सहकार्यसहित रासोपाभित्र एकै राजनीतिक प्लेटफर्ममा उभिएका छन् र अर्कोतिर कुनै पार्टी बिना, कुनै गठबन्धन बिना धरानबाट उदाएका छन् हर्क साम्पाङ, एक्ला तर अडिग शक्ति। आजको भिडियोमा हामी यही प्रश्नको जवाफ खोज्नेछौँ। के यी शक्तिहरूले दिल्ली केन्द्रित नेपाली राजनीति साँच्चीकै तोड्न सक्छन्? नेपाल-भारत सम्बन्ध हुनु कहिल्यै समस्या थिएन। समस्या त त्यतिबेला सुरु भयो जब यो सम्बन्धलाई कसरी बराबरी, आत्मसम्मान र राष्ट्रिय हितका आधारमा चलाउने भन्ने कुरा हाम्रा शासकहरूले बुझ्न सकेनन्, वा बुझेर पनि बुझे जस्तो गरेनन्। नेपाल र भारत छिमेकी हुन्, इतिहास जोडिएको छ, भूगोल साझा छ, संस्कृति र अर्थतन्त्र पनि गाँसिएको छ। तर सम्बन्ध हुनु र निर्भर हुनु दुई फरक कुरा हुन्। नेपालको समस्या भारतसँग सम्बन्ध हुनु होइन, समस्या भारत निर्भर मानसिकतामा राजनीति चलाइनु हो। 1950 पछिका दशकहरू हेर्दा नेपालमा सरकार बन्नु, सरकार ढल्नु र राजनीतिक गठबन्धन फेरिनु, यी सबै प्रक्रियामा जनमतभन्दा बाह्य प्रभाव धेरै पटक हावी भयो। यही कारणले चुनाव नजिकिँदा दिल्ली जानु कूटनीति होइन, राजनीतिक संस्कार जस्तै बन्यो। अब प्रश्न उठ्छ, पुराना दलका नेताहरू आज पनि किन दिल्ली धाउँछन्? यसको पहिलो कारण हो जनतामा विश्वासको अभाव। भोट त जनताबाट चाहिन्छ, तर भरोसा बाहिर खोजिन्छ। दोस्रो कारण हो संस्थागत कमजोरी। नीति र कानून बलियो बनाउने सट्टा व्यक्तिगत सम्बन्धलाई सत्ता टिकाउने माध्यम बनाइयो। तेस्रो र सबैभन्दा गहिरो कारण हो डर। 2072 को नाकाबन्दीपछि धेरै नेताको दिमागमा एउटै सोच बस्यो, भारत रिसायो भने देश चल्दैन। यो डरले नेताहरूलाई कमजोर बनायो र बिस्तारै देशलाई पनि कमजोर बनायो। तर अब परिस्थिति पहिले जस्तो छैन, किनकि पहिलो पटक जनमतबाट उदाएका, काम गरेर प्रमाणित भएका र जनभावना बुझ्ने नेतृत्वहरू एकै ठाउँमा आएका छन्। बालेन शाह, जो डर नमान्ने निर्णयका लागि चिनिन्छन्, कुलमान घिसिङ, जो बाह्य दबाव बीच पनि नतिजा निकाल्न सक्ने नेतृत्वको प्रतीक बने, र रवि लामिछाने, जो जनआवाजलाई राजनीतिक मुद्दामा रूपान्तरण गर्न जान्दछन्। यी तीनै पात्र आज रासोपाभित्र सहकार्यको सहमतिमा छन्। यो केवल सत्ता प्राप्तिको प्रयास होइन, यो राजनीतिक संस्कार बदल्ने प्रयास हो। अब यहाँ रासोपाको वास्तविक परीक्षा सुरु हुन्छ। अब पार्टीले व्यक्तिलाई होइन, संस्थालाई केन्द्रमा राख्नुपर्छ। निर्णय सामूहिक हुनुपर्छ, नीति लिखित र सार्वजनिक हुनुपर्छ। परराष्ट्र नीति कुनै नेताको निजी भेटघाटमा होइन, संसद र जनता मार्फत तय हुनुपर्छ। भारतसँग सम्बन्ध बराबरी र सम्मानमा आधारित हुनुपर्छ। चीनसँग सम्बन्ध आर्थिक र पूर्वाधार सहकार्यमा स्पष्ट हुनुपर्छ। पश्चिमी देशहरूसँग सुशासन, शिक्षा र प्रविधिमा आधारित सम्बन्ध हुनुपर्छ। अब गोप्य डिल, अस्पष्ट सहमति र चुनाव अघि चुपचाप हुने दिल्ली यात्राको औचित्य बाँकी रहँदैन। यही अर्को महत्त्वपूर्ण पात्रको कुरा गर्नुपर्छ, हर्क साम्पाङ। हर्क साम्पाङ कुनै पार्टीको उत्पादन होइनन्, कुनै गठबन्धनको परिणाम होइनन् र कुनै बाह्य शक्तिको समर्थनमा उभिएका नेता पनि होइनन्। उनी जनआक्रोशबाट जन्मिएको नेतृत्व हुन्। धरानमा बिना ठूलो बजेट, बिना ठूला संरचना र बिना बाह्य समर्थन हर्क साम्पाङले देखाए एक्लो मान्छेले पनि व्यवस्था हल्लाउन सक्छ। उनको निडरता, सीधा बोली र बाह्य शक्तिलाई नढोक्ने अडानले उनीलाई दिल्ली केन्द्रित राजनीतिका पूर्ण विपरीत पात्र बनाएको छ। तर यथार्थ पनि स्वीकार गर्नै पर्छ।
एक्लोपनको आफ्नै जोखिम हुन्छ। संरचना बिना राष्ट्रिय नीति बदल्न गाह्रो हुन्छ। भावनाले कहिलेकाहीँ रणनीतिलाई छायामा पार्न सक्छ। त्यसैले हर्क साम्पाङले पार्टीमा जानै पर्छ भन्ने होइन, तर मुद्दागत सहकार्य गर्दै स्थानीय सङ्घर्षलाई राष्ट्रिय बहसमा रूपान्तरण गर्नु आजको आवश्यकता हो। हर्क रासोपाको विकल्प होइनन्। रासोपा हर्कको प्रतिस्पर्धी होइन। यदि दुवैले एकअर्काको अस्तित्व स्वीकार गर्दै जनताको मुद्दामा सहकार्य गरे, नेपालले पहिलो पटक सङ्गठित शक्ति र विद्रोही चेतनाको संयोजन देख्न सक्छ। अब अन्तिम प्रश्नतर्फ जाउँ। यदि रासोपा सत्तामा पुगेपछि पनि पुराना दलझैँ गोप्य भेटघाट, अस्पष्ट सम्झौता र बाह्य दबावमा निर्णय गर्न थाल्यो भने नेपालले नयाँ अनुहार त पाउनेछ, तर पुरानै राजनीति दोहोरिनेछ। तर यदि बालेन, कुलमान र रविले नीतिलाई ढाल बनाए, हर्क साम्पाङले जनआक्रोशलाई सचेत दिशामा डोर्याए र जनता केन्द्रमा रहे, त्यस दिन दिल्ली होइन काठमाडौँ नै निर्णयको केन्द्र बन्नेछ। अब प्रश्न यो होइन दिल्ली के चाहन्छ, प्रश्न यो हो नेपालले अब कसको कुरा सुन्छ। जवाफ जनतासँग छ।